1, 2, 3. Hello everyone. Hello, namaste. Hope everybody is doing great. अब आज चाहिँ 19 अनि हामी चाहिँ बिहान निस्केको थियौँ करिब 1.5 घण्टा भयो। म चाहिँ नवराज पौडेल, म चाहिँ सुजाता पौडेल। अनि गाइज हाम्रो डेस्टिनेसन्स अबको हामी 2 दिनमा पुग्छौँ त्यहाँनिर। अनि वान अफ द लङ वेटेड अहिलेसम्मको जर्नीमा लङ वेटेड जर्नी गाइज, त्यो चाहिँ अब तपाईँहरूलाई पछि डिस्क्लोज हुन्छ। सो इट इज वान अफ द लङ वेटेड जर्नी। अनि अहिले चाहिँ सुजाता र म चाहिँ हामी अन द वे टु आवर डेस्टिनेसन्स। आज पहिलो दिन, आज फर्स्ट डे अनि हामी चाहिँ न्यू जर्सीमा छौँ अहिले गाइस। हामी चाहिँ करिब 1 घण्टाको ड्राइभ भइसक्यो बिहानबाट। अलिकति रेस्टको लागि और अलिकति रिफ्रेसरको लागि पानी सानी चाहिँ बाहिर निकै नै परिरहेको छ गाइस, एकदम है। कस्तो पानी परेछ अनि फ्लड पनि त्यो भनेको छ। तर गाइस अब हामीलाई जानै पर्ने, किन भन्दाखेरि अब यस्तो मौका घरिघरि आउँदैन है। अब यस्तो मौकालाई घरिघरि हामी गुमाउनु पनि सक्दैनौँ। सो त्यही भएर चाहिँ सुजाता मैले डिसाइड गर्यो लेट्स गो भने चाहिँ हामी चाहिँ अस्ति भर्खर 90 डेजको ट्रिप सकेपछि अब हाम्रो चाहिँ यो चाहिँ अब तपाईँको हलिडे ट्रिप छ गाइज। अनि यो चाहिँ मोस्टली ड्राइभिङ नै हुन्छ हामीले है। अनि टुडे इज द फर्स्ट डे गाइज। अनि 1 घण्टाको ड्राइभ पछि हामी चाहिँ अहिले जस्ट अलिकति फ्रेस हौँ भने चाहिँ we are here. So and 90 days को वेकेसन अहिले भर्खर हामीले इन्डिया, नेपाल एन्ड हङकङबाट फर्केर आएको छौँ भनेर। अनि यो हलिडे कसरी मिस गर्न सक्छौँ नेभर। सो डिसाइड गरेँ जस्ट 2टा सामान राख्ने अनि निस्किहाल्ने भनेर। अनि यो सरप्राइज छ, दिनदिनै हामी जहाँ जहाँ बढ्दै जान्छौँ हजुरले इन्फर्मेसन दिँदै जान्छौँ अनि भन्दै जान्छौँ हामी कहाँ छौँ भनेर। सो यस जस्ट हामीले गाडी लिएँ अनि निस्क्यौँ। अनि यहाँ अहिले वेदरको इन्जोय गर्दाखेरि पनि अनि आफ्नो 2टा जना निस्किँदाखेरि नि बाटोमा रोक्दै जाने भनेर एन्ड च्यालेन्ज जति पनि आउँछ एक्सेप्ट गर्दै जाने अनि यो रमाइलो गर्दै जाने भने हजुरले पनि आफ्नो साथैमा राख्दाखेरि हजुरले पनि जहाँ जहाँ पुग्दैछौँ यस्तो होप्स हो कि यो रियलाइज हो कि हामी पनि त्यही छौँ भनेर। हामी तपाईँहरूलाई चाहिँ यो फिल गराउँछौँ कि तपाईँहरू पनि हामीसँगै छ भनेर गाइस है। अब हाम्रो चाहिँ स्टार्ट आज बिहान न्युयोर्कबाट भयो। अब न्युयोर्कबाट चाहिँ